दर्शकवृन्द नमस्कार। धादिङको गजुरी गाउँपालिका 6 बेलकुमा दुईवटा मोटरसाइकल एक आपसमा ठोकिएर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। हिजो आइतबार 1:15 को समयमा पृथ्वी लोक मार्गमा काठमाडौँबाट चितवनतर्फ गइरहेको र धादिङबाट काठमाडौँ आइरहेको बेला दिउँसो करिब 1:15 को समयमा पृथ्वी लोक मार्गमा 72 प 3297 नम्बरको मोटरसाइकल चितवनतर्फ गइरहेको र विपरीत दिशाबाट आउँदै गरेको बाप्र 302 37 प 7692 नम्बरको मोटरसाइकल आपसमा ठोकिँदा एक जनाको मृत्यु भएको घटना बाहिरिएको छ। प्रहरी कार्यालय हेटौडाले जानकारी गरेको छ। दुर्घटनामा 3297 नम्बरको मोटरसाइकलका चालक तनहुँ जिल्लाको बसन्तपुर 3 का 57 वर्षीय रामचन्द्र राणाबाट 7692 नम्बरको मोटरसाइकलका चालक नुवाकोट जिल्लाको ककनी गाउँपालिका 1 का 25 वर्षीय अमित कुमार बलामी र अमित कुमार बलामीको पछाडि बसेको 35 वर्षीय राममाया तामाङ घाइते भएका थिए। घाइते तीनैजनालाई उपचारका लागि आदमघाट अस्पताल लगिएको थियो। रामचन्द्रलाई थप उपचारका लागि काठमाडौँ स्थित ट्रमा सेन्टर रिफर गरिएर उपचारको क्रममै जस्तो ट्रमा सेन्टरमा रिफर गरिसकेपछि उपचार गर्दा गर्दै 3:53 उहाँको मृत्यु भयो भन्ने कुरा प्रहरीले जानकारी गराएको छ। अमित कुमार बलामी र राममाया सामान्य उपचार पश्चात डिस्चार्ज भएको प्रहरीले जनाएको छ र अमित कुमार बलामी राममायाको डिस्चार्ज पछि घटना के भयो कसो भयो, सवारी दुर्घटना भएर मान्छे मृत्यु भयो, तर प्रहरीले समातेर यति बेला अमित कुमार बलामी भनौँ अथवा उहाँहरूलाई के गरिरहेको छ अथवा समात्यो समातेन के भन्ने कुरा हामीले सबै बुझ्न अमित कुमार बलामीको भाइ मनोज बलामी जो कागती गाउँकै हुनुहुन्छ उहाँलाई आज हामी यो घटनाको बारे बुझ्नको लागि हामीले यस मिडियामा निम्तो गरेर लिएर आइसकेका छौँ। यो घटनाको हामीले साभार चाहिँ कहाँबाट गर्यौँ भने समृद्ध समाज भन्नेले यो न्युज हालेको छ। हामी घटनास्थलमा हामी पुगिसकेका छैनौँ, पुग्या नै छैनौँ, तर यो घटना हिजो भएको थियो। झाँक्री अमित भनिसकेपछि हामीले चिनेको हाम्रो साथीभाइ पनि पर्नुहुन्छ उहाँ, तर दशाले के हुन्छ हामी कुरा गर्छौँ। ल मनोज भाइ, एक तपाईँले के भए तपाईँको दाइको बारेमा हाम्रो यो मिडियामा खुलासा गरिदिनु। नमस्कार, मेरो नाम चाहिँ मनोज बलामी। म ककन नुवाकोट वडा नम्बर गाउँपालिका 1 मा बस्छु। हजुर। अनि अस्तिको दिनमा चाहिँ हामी 3-4 दिन अगाडि हामी गोर्खा पूजाको लागि गएको छौँ। तपाईँहरूसँगै हजुर गोर्खा जानु भएको थियो? हजुर। गोर्खा गएपछि के भयो? हामी गोर्खामा 3टा बाइक गएका थियौँ। 3टा बाइकमा 7 जना। 3टा बाइकमा 7 जना। हजुर। 6 जना मात्र अट्छ हैन? बाइकमा 2 जना जानुभयो। उहाँहरू चाहिँ 2 जना माता जानुभयो, 1 जना माताको बहिनी जानुभयो। हजुर। अनि 3टा बाइक चलाउने उहाँहरू आफ्नै मान्छे हुनुहुन्थ्यो। गोर्खा गइयो, मनोकामना मन्दिर गइयो। हजुर। मनोकामना नै गइयो, गोर्खा मन्दिर गइयो। एक गोर्खा मन्दिर, मनोकामना त छुट्टै। गोर्खा दरबार जानुभयो। गोर्खा दरबारबाट दोस्रो दिन फर्कियौँ हामी। हजुर। अनि फर्केर आएपछि हामी मनोकामना पस्यौँ। शनिबारको कुरो हो नि त? हजुर। शनिबार गोर्खा घुम्न जानुभयो। हजुर। अनि शनिबारै मनोकामना जानुभयो। हामी शुक्रबारको दिन चाहिँ यहाँ काठमाडौँदेखि गोर्खा गयौँ। हजुर। गोर्खा दरबार शनिबारको दिन पूजा गऱ्यौँ। अनि त्यही दिन पनि हामीले त्यही दिन पूजा सकाउनु पर्ने भएर दोस्रो दिन त एकादशी के रहेछ उता मान्ने भनेको
त्यो अघिल्लो दिन नमानिकन पछिल्लो दिन मान्ने भएकोले त्यही दिन सकाउनु पर्ने भएकोले चाहिँ हामी दोस्रो दिन नकुरिकन अघिल्लो दिनमै हामी गोर्खा आयौँ। गोर्खाबाट सिधै यता मनोकामना आइसकेपछि मनोकामनामा 5 साढे 5 हामी मनोकामना मन्दिर पुग्यौँ। उहाँ पूजा गरिसकेपछि फेरि मनोकामनाको माथि एउटा कुन मन्दिर रहेछ सानो एउटा, त्यो मलाई पनि थाहा भएन, म गएको पनि छुइनँ। अनि उहाँ पूजासुजा सकाइवरी हामी चाहिँ आइतबार काठमाडौँको लागि आयौँ। ए मनोकामना पूजा सक्यो त्यो दिन त्यही मनोकामना बस्नुभयो? मनोकामनातिरै बस्नुभयो? शनिबारको दिन चाहिँ हामी नाइटै भएर उतै बस्यो। अब आइतबार काठमाडौँतिर लाग्यो। 7जना कि 6जना? उहाँलाई अब दाइलाई मैले भनेको कि अमित दाइलाई भनेको थिएँ तपाईँ थाक्नु भयो होला, तपाईँ गाडीमा जानुहोस्, म बाइक लिएर आउँछु, दिदीलाई बिस्तारै लिएर आउँला, तपाईँ बाइक लिएर जानु पर्दैन, थकाइसकाइ पनि लागिरह होला, सामान लिएर जानुहोस्, म बिस्तारै आउँछु भन्ने हिसाब मेरो चाहिँ थियो। आइतबार फर्किन लाग्दा? हजुर। हिजो ए हिजो तपाईँ पनि मनोकामना थियो? अहिले काठमाडौँमा हुनुहुन्छ? अनि भनेपछि त्यो तपाईँले भनिसकेपछि के भयो? उहाँले मान्नु भएन। म आफै चलाउँछु, म तिमी जाँदै गर न, म पछि त आइपुगिहाल्छु नि भन्ने उहाँको हिसाबले। म काठमाडौँ आइरहेको बेला अनि उता एक ठाउँमा कहाँ हो पहिरो गएको ठाउँमा म जाममा परेकोले उहाँ चाहिँ अघि पर्नुभयो। तपाईँ के गाडीमा आउनु? हजुर, म आइसमा आएको थिएँ। ए म चलाउँछु पनि भन्ने भएको थियो तपाईँले? हजुर, मैले भनेको पनि थिएँ, उहाँले मान्नु भएन। तपाईँको दाइले मान्नु भएन। ला अनि दसैँ लागेर बच्न लागेर चाहिँ यदि तपाईँले चला भए त्यो दुर्घटना हुन्थेन होला सायद। तर उहाँले मान्नु भएन। अनि त्यही तपाईँ गाडीमा आउनुभयो? हजुर। 6जना बाइकमा आए? हजुर। होइन त 6जना? हजुर, 6जना चाहिँ बाइकमा आयो, म चाहिँ गाडीमा सरसामान तन्ने थियो, सरसामान लिएर। तपाईँले कसरी थाहा पाउनु भयो दाइको बाइक एक्सिडेन्ट भयो, दुर्घटना भयो भन्ने कुरा? मैले हिजो बेलुका यता आश्रम आइसकेर सामानहरू सबै झारिसकेर यता रुम लगिसकेपछि मैले उहाँलाई कल गर्दाखेरि तिमी पुगेर सामानहरू लगिराख न, म आइपुगिहाल्छु नि भन्नुभयो उहाँले। एकचोटि फोन मार्दा नि भएको थियो? म त तिमीलाई आएर सबै कुरा भन्छु स्पष्ट, तिमी अहिले जाँदै गर न भन्नुभयो उहाँले। ए त्यति बेला दुर्घटना भइसकेको रहेछ? हजुर, त्यतिखेर भइसकेको रहेछ। थिएन अमितले? ल्याउनु भएको थिएन मलाई केही। म तिमीलाई आएर सबै कुरा भन्छु, अहिले तिमी सामानहरू सबै समेटेर जाऊ, म बिस्तारै आउँछु भन्नुभयो। आज कसरी थाहा भयो? आज चाहिँ बिहान 10 बजीतिर मलाई भाउजूले फोन गर्नुभयो र तिमीलाई अमित दाइले फोन गर्नुभएको थियो? छैन। किन, के भयो र भनेर सोधेँ। उहाँकोले त एक्सिडेन्ट गरेर यताउति दुर्घटना भएर मान्छे डेथ भयो रहेछ, उहाँ चौकीमा हुनुहुने रहेछ, यसो कागजपत्र लिएर पुऱ्याइदिनु पर्ने भयो, तिमी जाऊ त आऊ भन्नुभयो। ला अब मान्छे नै मऱ्यो, मान्छे मरेपछि त अब त तपाईँको दाइ त 20 वर्ष जेल जान्छ त भन्छन्। लाइसेन्स थियो कि थिएन? छ लाइसेन्स। लाइसेन्स छ? हजुर। ए लाइसेन्स भए त सवारी दुर्घटनामा बच्छ, कति समय छ होइन? तर लाइसेन्स नभएको खण्डमा त 10-20 वर्ष मान्छे मारेर जस्तै केस हुन्छ अरे नि त फेरि। त्यो चाहिँ अमित दाइसँग कुरा भयो? अहिले त भएको छैन है? भेट्न जानुभयो? भेट्न जानु भएको छैन। आज उहाँको दिदी जानुभएको छ आजको लागि। अब दिदी जानु भएको छ? हजुर। तपाईँको नि दिदी नै त भन्ने भने होइन? दिदी जानु भएको छ, तपाईँ नै जानुहुन्छ, बुझ्नुहुन्छ? भोलि जान्छु। अब जस्तो मान्छे मरिसक्यो भन्ने न्युज आयो, तपाईँले भनिहाल्नुभयो है। अब यो मर्ने व्यक्तिलाई के भन्नुहुन्छ त? यो जुन परिवारको एउटा भनौँ न रामचन्द्र भन्ने उहाँ बिते, हुन त जुनसुकै जाएको जो सवारी दुर्घटनामा सबभन्दा ठुलो कुरो दर्शक पनि बच्नु हो। नबच्दा अब जुनसुकै परिवारलाई पनि हामीले हार्दिक श्रद्धाञ्जली भनौँ अथवा त्यो परिवारको आफन्तलाई भगवानले धैर्य धारण गर्ने शक्ति दिउँ भन्ने हामीले कामना गर्नै पर्छ। अब भनेपछि मैले तपाईँलाई सोध्न चाहेँ है। उहाँ त झाँक्री हो नि होइन? हजुर हजुर, हामी नेपालकै कान्छो झाँक्री। हजुर हजुर, झाँक्री कामको लागि नै उहाँ माता 2जना हुनुहुन्छ। माता 2जना पनि लिएर गएको थियौँ हामीले, उता गोर्खा मन्दिर अनि यता मनोकामना मन्दिरमा उहाँ 2जना माता हुनुहुन्छ, दुईतिरको माता हुनुहुन्छ। अनि त्यही कारणले हामी पूजा यताउति माता
काम नहुन्थ्यो, त्यही कामको लागि हामी पूजा गर्नलाई हामी उता गएका थियौँ। भनेपछि यो धामी झाँक्रीप्रति कतिको विश्वास लाग्छ भाइलाई? खै अब कतिको लाग्नु भन्नु, पहिला त विश्वास लाग्थ्यो कि अब धेरै नै अब आफैले देखेको छु, धेरै प्राय कुराहरू त विश्वास पनि गरेको छु। तर आज आफ्नो भाग्य नदेख्नेले अरूको भाग्य पनि के देखिन्छ भन्ने। मैले सोध्न खोजेको कुरोको उत्तर तपाईँले पहिले थाहा पाएर दिनुभयो। जस्तो भन्न खोजेको धामी झाँक्रीले सबै कुरा थाहा पाउँछ भन्छन्, तर यसरी दुर्घटना हुँदाखेरि मलाई अप्ठ्यारो पर्ला, यस्तो होला भन्ने चाहिँ थाहा नहुँदो रहेछ भनेर भन्न खोजेको। मेरो व्यङ्गको कुरा पत्ता लगाइहाल्नुभयो होइन। तर अब यसलाई हामीले अब त्यसरी पनि नभनौँ किनभने एउटा दुइटै परिवार यति बेला तनावमा परेको छ। जस्तो एक्सिडेन्ट भयो, दुर्घटना भयो, दुवै तनावमा परे। जो बिते तनावमा, घाइते भए तनावमा। यति बेला हिरा शर्मा होलान्, झाँक्री अमित, उहाँलाई पनि तनाव छ। जानी सवारी दुर्घटना हुँदैन, तर केही गल्ती कमी कमजोरी होला। तर केही समय अगाडि झाँक्री अमित प्रकाश भुजेलको पनि भक्त बनेका थिए। भनौँ त उहाँको सङ्घ संस्थामा पनि लागेका थिए। संस्थामा थाहा छ कि थाहा छ, दर्ता पनि गर्नुभएको थियो। उहाँ सदस्य केमा पनि पर्नु भएको छ। त्यतापट्टिबाट नि अब के भन्ने, अब यसमा त भोलि यताउति यो पैसा सैसा खर्च गर्नुपर्ने होला, क्षतिपूर्ति तिर्न पर्छ होला पीडित पक्षलाई जो बिते नि, बितेका घर परिवारहरूलाई। आज पनि 50,000 पठाइदिएको छ कि उता क्रियाको लागि, कामको लागि भनेर 50,000 लागि। अनि त्यसपछि चाहिँ अब यो 35 दिन जुन कथारामा राख्ने कि के हो भन्छन्, राखेर उहाँले बुझाएर अब कति के टोक्ने हो त्यही। के लाग्छ अब दाइ छिट्टै 35 दिन अथवा 1 महिना, 2 महिना, 3 महिनामै निक्लिहाल्छन् भन्ने आशा छ? अब आशा त नहुने पनि कसरी। उहाँको लाइसेन्स पनि छ र उहाँले स्पिड लिमिटमा चलाउनु भएको छैन भने, उहाँले फोन प्रयोग यताउति केही गर्नु भएको छैन भने उहाँको 35 दिनमै रिहा त हुनुहुन्छ। गल्ती कमी कमजोरी यताउति गल्ती केही छानबिन गर्दा हिरासरको कसैमा कमी कमजोरी रहेछ भने छिटो निक्लिनुहुन्छ भन्ने कुरो। गल्ती भएको भए कानुन अनुसार यताउति कारबाही गर्छ भन्ने कुरा। जे गर्छ त्यही सहनु पर्यो भन्ने कुरा। अनि उहाँको झाँक्री प्रकाश भुजेल भनिरहेको मैले भन्न खोजेको, अब प्रकाश भुजेलले पनि भेटे होलान्, भेट्न जालान्। उहाँको सङ्घ संस्थामा आबद्ध भएको व्यक्ति झाँक्री अमित कुमार बलानी, उहाँको घर कागती गाउँ। बुवा आमा छन् कि हुनुहुन्छ है? बुवा आमाले पनि थाहा पाइसक्यो होला? बुवा आमाले थाहा पाइसक्नु भयो, यति बेला तनावमा होला। हजुर, बुवा आमाले पनि थाहा पाइसक्नु भयो। अनि बुवा आमाले दिदीलाई पठाइदिनु भएको छ। दिदीले के कस्तो भन्नुहुन्छ त्यो अनुसारले भोलि म आफै पनि जान्छु। हिजो भर्खर मनोकामनाबाट फर्किँदा मैले सँगै बाइक चलाएर लिएर जान्छु, दाइ तपाईँ थाक्नु भएको होला, गाडीमा जानु होला भन्दै गर्दा अकस्मात यता आउँदा त्यस्तो घटना सुन्दा छाङ्गा बाह्र खसे जस्तो भयो होला है? भयो। पहिला सुरुमा त पत्यारै लागेन होला थाहा पाएको? पहिला सुरुमा त मलाई पत्यार त लागेन, किनकि उहाँ बाइक चलाइराख्नु भएको 14 वर्ष उमेरदेखि, 12-13-14 वर्ष उमेरदेखि आफ्नै बाइक किनेर आफैले चलाइराख्नु भएको, साधन आफ्नै हुँदा अहिले एकैचोटि यस्तो कुरा सुन्दा त छानाबाट खस्या भन्नु जस्तै नै भयो। हजुर, दुःख लागिरहेको छ। अब जानु पाएको छैन। आज उहाँको दिदी जानुभएको छ, भोलि म आफै पनि जान्छु। ठिक छ, के हो कसो हो फेरि हामी आगामी दिनमा बुझौँला, तालपरे हामी पनि भेट्न जाउँला है। यो सवारी दुर्घटना हो, धेरै आत्तिहाल्न पर्ने कुरो त छैन, तर यहाँ मान्छेको ज्यान गएको कारण अलिकति ठुलो इस्यु भनिदियो। सामान्य घाइते भएको भए त मतलब हुन्थेन। त्यही भएर हामीले यो कुराकानी गर्न खोज्यौँ।